है साथीहरू, दर्शक नमस्कार। सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। तपाईहरु, आज म चाहिँ मेरो आफ्नै गाउँमा बनिरहेको मन्दिरको श्रमदानको लागि हैन, फेरि पनि आज पनि 10-11औं दिन भइसक्यो होला सायद हैन। त्यसको लागि म अब निस्किसकेको छु आफ्नो सारा सामान लिएर हैन। काम त गर्नु पर्यो, समाजमा बसेको सामाजिक कामहरू पनि लाग्नु पर्यो। त्यही भएर साथीहरू जाँदैछु म। आज कस्तो हुन्छ, के काम गर्छौँ हामी तपाईहरुलाई म भिडियोमा प्रस्तुत गर्नेछु हैन। पहिलोचोटि हाम्रो गाउँको मानिस सबैजना मिलेर हैन आरसीसी को कन्स्ट्रक्सन गर्न गइरहेको छौँ हैन। कतिको सफलता भइन्छ हैन। तपाईहरु, अहिले जगहरू भ्याइएर डिभिसी ढलान भइसकेको छ। अब पिल्लरको बाँकी छ। आज सायद पिल्लरको कार्यक्रम हुनेछ। पिल्लरको लागि त्यो सटिङको सामानहरू चाहिन्छ हैन, प्लाइवुडहरू। त्यसको लागि अब आज मर्मत गर्न गइरहेको छ बनाउनको लागि। कतिको सकिन्छ प्रयास यस्तो गरेर काम गरिएको छैन। त्यही पनि आधी काम त भर्खरै भइसकेको छ। जग माथिको काम, भुइँ माथिको काम छ। यस्तो छ आजको वातावरण चाहिँ हैन, देखिराख्नु भएको छ सर। यही हो, बाँकी भिडियोहरू हेर्दै जाउँ। आजको दिन कसरी बित्दैछ, कतिको सफलता हुनेछ अनि म भइन्जेल समाजले सम्पन्न भएकोहरू पनि प्रस्तुत गर्दै तपाईँले प्रस्तुत गर्दै जानेछु। हस् त, भिडियो बाँकी भिडियोमा। ल, आजको लागि प्लाइवुड यस्तो, यसलाई फर्मा बनाउनु पर्यो। आजको ड्युटी सबैजनाले एउटा एउटा बोकेर जाने। बाह्र बाई 12 को पिल्लर बनेछ। त्यसको लागि सबले एउटा एउटा लाग्छ। लु भेनासरी काकाट लाउनु गयो जम्माको। है खानु भेनासरी चाहिँ काट्छु निस बुल्ले भन्दा खालि चराक्क पारौँ ल चराक्क उचालेर लयो है। यस्तो छ आजको। सबले अब एउटा एउटा लगेर उता लगेर ट्याक्क बनाउने, यसलाई फर्मा बनाउने छ है साथीहरू। यही हो, यस्तो छ। यो हाम्रो स्टोर रुम जस्तै हो माथिको हैन। हर चिज सामानहरू यहीँ राखिन्छ हामीहरूले। यस्तो यहाँ फर्मा राखेको छ भने यता चाहिँ हाम्रो टुल्सहरू यता छ। टुल्सहरू चाहिँ यता राखेको छ है। यही हो ट्याक्क। अब हामी अगाडि बढ्छौँ ल है। आज चाहिँ पिल्लरको स्ल्याब बन्दैछ है। एउटा चाहिँ हाम्रो भेनाश्रीले मसला जम्मा गर्दै हो। यता चाहिँ पिल्लरको लागि स्ल्याब बनाउँदै। डिजाइन बोक्यो यार।
पुसेकिन ठोक्न हुने पहिला हालको पुजाक के दोनो हालको पुजाक हाले हाले छेउ आखी त मसला काकी भाग 7 फुट आले के माकाना चलाल छ नि माकाना 7 फुट त ठ्याक्कै छ आखी आले के चुरी जान सुत्रि के चेत्थर जाला के चेत्थर जालाले खाले खाइम छ म चुरी जाला के घाँ किनेमा खाने घाँटी 7 फुट बनाउँछ मसला काना ख्याल मजा टेडी आछ्यो मसला काके चाहिँ काटी टारके निसन ठाउँ खाए इसेरै चाहिँ घाँ चाहिँ जिरेमा खाना मसला माकाकेल के देन फेरि 7 फुट आले के मसला काके मसला 7 फुट खाना नि हो चाहिँ हो त्यो अनि उसे चाहिँ चुरी देन न त सार के हो सेट ले ल अब एउटा पिलर चाहिँ उठाइसक्यो होइन ट्याक्क लाएर जसो तसो गरेर गरे एउटा पिलर भ्याइयो एउटा पिलरलाई यहाँ मसला बन्दैछ यता चाहिँ एउटा पिलरलाई फर्म बनाउँदैछ है यसरी ट्याक्क लाएर बनाउँदैछ यसरी त ठोक्यो बाह्र बाई 12 को पिल्लर फर्म बनाउँदै एउटा माल हालेर भइसकेको छ फर्म दुईटा मात्रै भएर एकदिनमा दुईटा बनाउने भन्ने भएर दुईटा बनाउँदै हो माल बनाउँदैछ 1 बोरा सिमेन्ट हालेर 6 बोरा चुक्कोर गिटी 3 बोरा हालेर ट्याक्कै पक्कै गरेर बनाएको बुढाहरूले त्यस्तो बेला त्यस्तै छ हौ हुँदैछ काम हुँदैछ ल यस्तो भयो दुईटा चाहिँ हाल्यो तर पानी परेर बिजोक बनाइदियो ल है गाइसहरु यस्तो पानी परेर बिजोक पर्यो भागा भाग सबै भागा भाग हो यस्तो पानी परिरहेको अवस्थामा त म छिराकेमा यस्तरी ए पानी परेर सबजना भित्र पानी परेर यस्तो छ
पानी परेर सब भागाभाग भइरहेको अवस्था हो साथीहरू। आजको ड्युटी खतरा भयो, भेटाउन सकिएन, सब गए, भागाभाग भए, भागाभाग भागा यताबाट आउँदैछन् भाग्दैछन्, यस्तो भयो सबै भागाभाग आफ्नो सुरमा गाउँ गएँ। म पनि यता यसरी भाग्दै आएको छु है यस्तोमा।